आज हामीले एउटा स्प्लिन्ट बनाएको छौँ। यो स्प्लिन्टद्वारा चाहिँ अझ नानुको उपचार गर्न गइरहेको छौँ। यो स्प्लिन्ट चाहिँ नानुको मुखमा लगाएर दाँतमा लगाउने उपकरण हो यो स्प्लिन्ट चाहिँ। त्यो चाहिँ यसरी लगाइन्छ। गर त नानु। टोक त। फेरि खोल। टोक। सुरुमा चाहिँ नानु हामीकोमा आउँदाखेरि चाहिँ उहाँलाई टिएमजेको अनुहारको जोर्नीको दुखाइ भइरहेको थियो। किटकिट आवाज आउँथ्यो। पछि गएर चाहिँ मुख जलक भयो, मुख कम खुल्ने भइरहेको थियो। अनि सुरुवाती चरणमा हामीले केही औषधि उपचार पनि गऱ्यौँ। आज चाहिँ हामीले दोस्रोचोटि बोलाएर उहाँलाई चाहिँ यो दाँतको नाप लिएर यो कस्टमाइज तरिकाले हामीले एउटा स्प्लिन्ट बनाएको छौँ उसैको मुखको डिजाइन गरेर। त्यसपछि यो हामीले लगाइदिएको छौँ। यो स्प्लिन्टद्वारा चाहिँ हामीले उहाँलाई उपचार गर्दाखेरि अब केही हप्तासम्म चाहिँ यो दाँतमा लगाउने उपकरण लगाइराख्नुपर्ने हुन्छ, जसले गर्दा नानुको अब दुखाइहरू कम हुँदै जाने, मुख खोल्नमा सुधार हुँदै आउने, किटकिट आवाजहरू घट्दै जानेछ। त्यसपछि क्रमिक रूपले चाहिँ हामी त्यो लगाउन पनि कम गर्दै जानेछौँ।